सबैलाई नमस्ते। मेरो नाम चाहिँ जोइल बागुन हो। म चाहिँ मुस्ताङमा बस्ने गर्दछु अनि मलाई चाहिँ आँखा हल्लिने चाहिँ समस्या थियो। अनि मलाई चाहिँ आँखा हल्लिँदा अनि बाटोमा हिँड्दा अनि एकदम गाह्रो हुने, स्ट्रेट लाइनमा नि हिँड्न एकदम गाह्रो हुने थियो। मेरो चाहिँ अनि एउटा जेनेटिक, मेरो चाहिँ एउटा गोरोपन चाहिँ जेनेटिक चाहिँ एउटा समस्या नै थियो, मेरो आँखाको कमजोर हुने। मलाई चाहिँ यो आँखा हल्लिँदा पनि एकदम हेर्न गाह्रो हुने, असहज हुने अनि धेरै टाढाको कुरा पनि झनै गाह्रो हुने, नजिकको कुरालाई पनि धेरै नजिक लिएर चाहिँ हेर्न पर्ने थियो। मोबाइल, कम्प्युटरमा नि डेस्कटपमा बस्दा नि धेरै कम्प्युटर टाइपिङ गर्दाखेरि नजिकमा गएर घोप्टो परेर चाहिँ टाइपिङ गर्नुपर्ने अनि धेरै टाढाको कुरा राम्रोसित नदेख्ने, धमिलो देख्दै थियो। अनि मलाई चाहिँ करिब थेरापी गरेको 3 हप्ता जति भएको थियो। थेरापी गरेको 3 हप्तामै मलाई चाहिँ धेरै चेन्जेसहरू, मलाई धेरै टाढाको कुरा नि अलिक क्लियरिटीमा देख्ने, नजिकको कुरालाई पनि धेरै नजिक ल्याउन नपर्ने, अलिक धेरै नजिकको कुरालाई पनि टाढै राखेर नै हेर्न सक्ने त्यस्तो भएको छु। अनि मलाई चाहिँ पहिला चाहिँ व्हाइट बोर्डको कुराहरू पनि हेर्न असहज हुन्थ्यो। अहिले चाहिँ मलाई लाग्छ यो थेरापीबाट चाहिँ मलाई व्हाइट बोर्डको कुराहरू नि हेर्न सहज हुन्छ भन्ने कुराहरू। अनि मलाई घाममा पनि एकदम गाह्रो भइरहेको हुन्थ्यो। घाममा हेर्न हिँड्दाखेरि गाह्रो हुने, मान्छेहरू चिन्न गाह्रो हुने, मान्छे छ भन्ने मात्रै त्यस्तो तरिकाले मात्रै थाहा हुन्थ्यो। अनि अहिले चाहिँ को मान्छे हो, सबै कुरा घाममा हिँड्दा हरेक कुरामा सजिलो हुने भएको छ। थ्याङ्क यू।